हेलो एभ्रिवान, दस्तुले सबैलाई है। यो चाहिँ लेट पोस्ट हो है पुरीको, र हामी चाहिँ सी बिचमा चाहिँ सी फुड इन्जोय गर्नु गएको थियो र यहाँ डिफ्रेन्ट काइन्ड अफ सी फुडहरू तपाईँले देख्न सक्नुहुन्छ। दो मलाई नामहरू चाहिँ थाहा छैन है। अन्तखेरि त्यहाँनिर हेर्दै गएँ है। अन्त थुप्रै किसिमको माछाहरू थियो त्यहाँनिर, र मैले पनि अर्डर गरिराखेको थिएँ। र माछावाला यो माछा फ्राई गरेर बेच्ने भाइ चाहिँ एकदमै हिपहप डान्स दिँदै थियो, र सो मैले पनि अलिकति डान्स दिइहालेँ उसँग। र क्र्याबहरू पनि हो त्यसरी एकदम राखेको हुँदो रहेछ। र याङ्कितले चाहिँ अक्टोपस खानु गएको थियो, बट देयर वाज नो अक्टोपस है। अन्त क्र्याब खान्छु भन्यो, र मैले चाहिँ चिङ्डी यानि कि प्राउन उयो गरेँ है, प्राउन अर्डर गरेँ। र याङ्कित चाहिँ एकदमै क्र्याब खाने भनेर चाहिँ उसले चाहिँ क्र्याब खाँदैछ है। अन्त उसले खाएर पनि देखाउँदैछ। मलाई चाहिँ खानु अलिक कस्तो कस्तो लाग्यो, तर उसले चाहिँ एकदमै मजाले खाँदैछ। र मैले सोधेँ नानी कस्तो भयो भनेको, मिठो भयो भन्दैछ। एकछिनमा मेरो प्राउन पनि आइपुग्यो, चिङ्डी, र खाएको त यस्तो टेस्टी थियो है। मैले त 2 प्लेट मागेर खाइदिइहालेँ है। र यस्तो मिठो मिठो लाग्छ है मलाई त्यसै पनि प्राउनहरू। अन्त सिलगढीतिर मेलातिर पनि चिङ्डी चप भन्छ, त्यो चाहिँ पुरै खाइदिन्छु म चाहिँ है। अन्त टेस्टी थियो, र हामीले चाहिँ यस प्रकारले इन्जोय गऱ्यौँ। याङ्कित पनि आफ्नो उयो क्र्याब सकेर चाहिँ चिङ्डी खानु थालेको थियो। हुन्छ, थ्याङ्क यू फर